बाबा, मामुको पेटभित्र सानो भाइ फलेको छ होइन र? मामुको पेटभित्र दुईटा भाइ फलेको छ। छ्या, पागल मान्छे, छोरीसँग के बोलेको होला त्यस्तो? हेलो विजयजी, हजुरको भिसा आइसकेको छ, भोलि अफिसमा आउनुहोस् है। हस् हस्, हुन्छ हुन्छ, हस् हस्। जब सुने घरको खबर पीडाले बोल्न थाल्यो। जब सुने घरको खबर पीडाले बोल्न थाल्यो। मर्नु न बाँच्नु भाछु मुटु धेरै दुख्न थाल्यो। मुटु धेरै दुख्न थाल्यो। हतार हतारैमा पुगु पुगु लाग्यो। हतार हतारैमा पुगु पुगु लाग्यो। सात समुद्र माझ पनि दौडु दौडु लाग्यो मलाई। दौडु दौडु लाग्यो। सात समुद्र माझ पनि दौडु दौडु लाग्यो मलाई। दौडु दौडु लाग्यो। उडु उडु लाग्यो मलाई। सम्झी मलाई छादो हाली रुदै होली। उनी उता सम्झी मलाई छादो हाली रुदै होली। भयो धेरै नबोलेको सुन्न पनि छोड्यो बोली। सुन्न पनि छोड्यो बोली। कता कता कल्पनामा भेटु भेटु लाग्यो। कता कता कल्पनामा भेटु भेटु लाग्यो। सात समुद्र माझ पनि दौडु दौडु लाग्यो मलाई। दौडु दौडु लाग्यो।
गाउँ घरलाई आफन्त नि सम्झिरोए कहिले सम्झे गाउँ घरलाई आफन्त नि सम्झिरोए नभेटेको धेरै भयो चाडपर्वले झस्काइरह्यो चाडपर्वले झस्काइरह्यो किन किन गएको छोडी रुमौ रुमौ लाग्यो किन किन गएको छोडी रुमौ रुमौ लाग्यो सात समुद्र माझ पनि दौडौँ दौडौँ लाग्यो मलाई दौडौँ दौडौँ लाग्यो सात समुद्र माझ पनि दौडौँ दौडौँ लाग्यो मलाई दौडौँ दौडौँ लाग्यो उडौँ उडौँ लाग्यो मलाई नानीको बाबा, मैले हजुरलाई अन्तिम साथसम्म पनि सम्झिरहेँ। यो जुनीमा त हजुरलाई अन्तिमसम्म साथ दिन सकिनँ। अर्को जुनीमा चाहिँ मलाई छोडेर कतै नजानु ल, बरु सँगै दुःख सुख बाँडेर बसौँला। उही हजुरको अभागिनी अर्धाङ्गिनी। उडौँ उडौँ लाग्यो